हो 3 बोतल सकिसक्यो आज 1 बोतल लगाइदिनु भएको छ दादाले हो तर नि मान्छे जस्तो त्यस्तो चाहिँ हेर्नु चाहिँ हेलो गाइस म चाहिँ अब टिका लाउनु गएको ल बाँकी भिडियो बादमा बनाउँछु ल दिदीको घर हो र यो टिकाको तयारी हो हेर्नुहोस् है मिठाई दुध फुलको माला रङ्गी बिरङको टिका है ग्लास फुल कति मजाको देखिएको है हाम्रो यहाँ साथीले हिजो के सिकेर आएको रहेछ हो युट्युबमा त्यही आज बनाइ हुँदैछ यति लामो त लाउँछ होइन लाउँछु कसरी दिउँ भन्यो यहाँ लग्नु ओ शेपको लागि अच्छा 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 म चाहिँ के सोचे के यति मेरो चाहिँ खालि सेपको लागि रहेछ है ओ एउटै काम चल्छ नि त्यसो भए ल हेर्नुहोस् है बिफोर एन्ड आफ्टर पनि हाम्रो त्यो गरेपछि त हातले गर्नु न त्यो पत्ता लाउँछ भने त हातले गर्छ भइहाल्यो पत्ताको बाहिर बाहिर त जान्छ उब्रेको नापेर गर्नु अब चाहिँ पार्टी सुरु हुन आँट्यो है यहाँ चाहिँ पार्टी गर्ने मान्छेहरू चाहिँ यता चाहिँ म होइन हो 3 बोतल सकिसक्यो आज 1 बोतल लगाइदिनु भएको छ दादाले हो तर नि मान्छे जस्तो त्यस्तो चाहिँ हेर्नु चाहिँ गर्दैछ भिडियो पुच्चीले चाहिँ जुस खाँदैछ पुच्चीले चाहिँ यहाँ जुस खाँदैछ कि यहाँ चाहिँ छ ट्याङ्की यहाँ हाम्रो दादाको चाहिँ आज बढ्दा त्यसले गर्दा जुस मात्रै त्यो पनि जबरजस्तीले खानुहुँदैछ दे केटा जाउँ न यहाँ छ हाम्रो पिकको साथी ट्याङ्कर Oh my God. के हुन्छ अझै यिनीहरू चक्ना तुर्ने बहिनी चाहिँ यही हो हेरिराख्नुहोस् हो अन्त आजको भिडियोमा चाहिँ यति नै मात्रै त्यसले गर्दा भिडियो समाप्त गर्न चाहँदैछु धन्यवाद सबैलाई।